बाटो भएर म पहिला मणिपालमा गएको थिएँ आजभन्दा 5 महिना पहिला। अनि मणिपालमा लगभग मैले 25-26 दिन दबाई खाएँ। त्यो दबाईले मलाई खासै त्यस्तो भएन। त्यो 5-6 महिना जुन पहिला जानुभयो हजुर, के भएर जानुभएको थियो? बाथ भएर। हैन, लक्षणहरू के? लक्षणहरू यो खुट्टाहरू दुख्ने, आँखा फुल्ने, अनि यो शरीरको यो भागहरू यो जोइन्ट सबै दुख्ने, अनि यो पछाडि भागको यो जुन मांसपेशी हुन्छ यो दुख्ने भएर गएको थियो मणिपाल। अनि वहाँ जाँदाखेरि मैले 25 दिन उहाँको दबाई खाएँ। उहाँको दबाई खाँदाखेरि मलाई त्यस्तो यो उनी भएन, अझ बढी भयो जस्तो मलाई अनुभव भयो उहाँबाट दबाई खाँदाखेरि। अनि मैले फेरि अब त्यहाँबाट हुँदैन होला भन्ने भयो, मलाई नसा सम्बन्धी हो भन्ने भएर म फेरि हरिहरका पुगेँ। हरिहरको सरले दबाई दिनुभयो, लगभग कति 12-15 दिनको दबाई दिनुभयो उहाँले। त्यो दबाई खाएर म फेरि दसैँको भोलिपल्ट चाहिँ उहाँ पुगेको थिएँ चेक गर्न फेरि डक्टरसँग। उहाँले चाहिँ यो नसाले होइन, नसा सम्बन्धी होइन, यो बाथ हो भन्नुभयो। उहाँले चाहिँ मलाई यहाँ यो ठाउँमा सबैगिरा चोक्नेर मेगा हेल्थ केयर छ त्यहाँ जा भन्नुभयो। त्यहाँ यहाँको आज म 3 महिना भयो लगभग, होइन सर? 3 महिना पुगेछ। 3 महिना पुगेँ होइन। अहिले मलाई चाहिँ अहिले म एकदम ठिक छ अहिले शरीर। जस मलाई अहिले यहाँ आएर चाहिँ बाथमा यो बाथ हो भन्ने भएर मैले दबाई खाएर एकदम ठिक छ यहाँ चाहिँ सर। हजुर अहिले चाहिँ जो शरीरहरू कम्फर्ट छ, सबै शरीरहरू जस राम्रो भइरहेको छ अहिले यहाँ चाहिँ। रेगुलरली आज पनि म चेकअपमा आइरहेको छु, एकदम ठिक छ सर। हजुर अहिले चाहिँ अब यो उपचार राम्रो भएपछि विदेश जाँदै हुन्छ? हजुर, मेरो भोलिको पर्सिको फ्लाइट छ, बिहान 9 बजेको फ्लाइट छ पर्सि जाँदैछु। अब उहाँबाट पनि 2 महिनामा भन्नु पऱ्यो। अब रिपोर्ट म गएर यो चाहिँ गराउँछु मैले। जस यहाँ चाहिँ यो मेगा हेल्थ केयरमा आइसकेपछि मलाई जस यहाँ चाहिँ मलाई यो बात भनेर चिन्नु भयो, चिनिसकेपछि मलाई सजिलो भयो। औषधि ठिक छ।